हटस्पट देऊ न भाइ एकछिन मात्रै चल्दैन मेरो छैन स्लो हुन्छ पर्पलको कुरा यबीसँग के भयो रे चाहिँदैन मलाई यबीको कोल्याब भयो अब उसलाई त मेरो गीत गल्ती मन नपरेर उसले कोल्याब नगरे अरे मलाई त उसको कुनै नि गीत मन पर्दैन लास्ट पात लाग्छ मलाई उसको गीतहरू खास भन्ने हो भने उ कप देऊ त मलाई अब मेरो अफिसियल कम्पिटिसनै भितेन यबी हो के भितेन यबी अनि एसटीलाई नजितेसम्म पर्पल प्राउड हुँदैन फ्याक्ट्स जसले जे भने नि हुन्छ जसलाई जसरी लिन मन छ त्यसरी नै लिग होइन यो ब्याड बोय पर्पलले भने होइन यो गुड बोय पर्पलले भने हो मेरो दुश्मन मेरो कम्पिटिसन मेरो अप्स ऱ्याप गेममा अबबाट यबी भितेन एसटी म्यान तीनजना हो तीनजनालाई जितेपछि मात्रै यबी फर्स्ट टप हो यबीलाई सबभन्दा पहिला यबीलाई जित्नुपर्ने छ बाँकी का देखा जाएगा लास्ट स्याड लाग्यो सिक्ने गल्ती मन परेन रे ओ माई गड भन्छ यबी भन्दा झोला बवाल लाग्छ यार बरु एउटा गीतमा सर्ट्स आउँछ यबीलाई रोक के भन्दा उनीहरू ऱ्यापरै हो होइन ऱ्याप गेममै खेलौँ न त सर्ट अस्ति कुरा गरेको थिएँ अब लाइभमा उसले त्यस्तो एटिट्युड छैन उसको रियलमा अब उसले त्यहाँ हिरोपन्थी देखाइदिएर ठिक छ दामी गर्यो उसले उसको ठाउँमा उसले खतरा गर्यो अब मेरो ठाउँमा म गर्छु फलब्याक दिदिनँ के ब्रो 10 चोटि टाइप नहानु न फलब्याक भन्दै नेपाल आऊ न सेफली आऊ राम्रोसँग आऊ यबी भन्दा चाहिँ धेरै बवाल हो होला यबी त लास्ट पात भयो कि अहिले त म चाहिँ क्लाउड चाहिँ हानेर हिँडे जस्तो देखिरहेछ खै के हो ठिकै छ धेरै के बोल्नु अरूको बारेमा जस्तै हो मेरो गल्ती मन परेन भनिदियो म त छर्लङ्ग भइदिएर केटाहरूले सुनेको छैन पर्पलको गल्ती भन्ने गीत होइन अब त्यो मन परेन अरे म तिम्रो फ्यान भयो बेबे भन्नेलाई अब त्यो मन परेन अरे अरे के भन्नु ठिक छ सुपरम्यान ढ्यान गरिदिउँ अब यो चाहिँ है हेल्दी बिफ गरिदिउँ न त हिपहपवाला बिफ होइन झगडावाला बिफ गरेर सबले हेट हान्यो अब गुड बोय ऱ्याप हान्छु म निकेश दाई फेरि कमेडी गरिदिएर इग्नोर रे होइन दाई धेरैजना हुन्छ यहाँ त्यसैले अलिकति देख्दैन दाई त्यही मात्र हो यो इन्टरनेटको गेममा नपर्नु न दाई यहाँ त जे पाइ त्यही हो क्या यहाँ त फेक पर्पल आउँछ क्या दाई रियल पर्पल त अस्ति तपाईँले भेट्नु हो त यो त मान्छे फेक पर्पल हो क्या दाई गल्ती छैन मेरो केको सरी सिधा कुरा जनतासँग कमेडी गरिदिरहेको यार उही भन्ने गीतमा कोल्याब हान्दैछु क्या मैले कस्तो कमेडी गरेँ यार मेरो गीत मन परेन अरे यार साइड लाख फिस्टे रे के भने के भने राइम्स अलि ऱ्यापमा चाहिँ सर्टपटे भटबटे भनिदिएछ त्यही पनि मैले कोल्याब गराएको छु अनि मलाई चाहिँ लाइभमा आएर माटुने अब गीत पनि मन पर्नु पर्यो नि त ब्रो कोल्याब गर्नलाई रे ल ठिक छ ब्रदर ठिक छ राख्नुहोस् तपाईँको गीत तपाईँसँग राख्नुहोस् मलाई चाहिएन मलाई मेरै गीतहरू ठिक छ मलाई गलाकै कोल्याब ठिक छ क्या कसम भने कि खासमा होइन दुनियाँ दास्ती यो 10 दुनियाँसँग मैले कोल्याब नि गर्नु पर्दैन कि मलाई चिक्ने गलासँगकै कोल्याब ठिक छ पुग्यो चिक्ने कति बोल्नु न त्यही हो आजबाट मेरो अप्सहरू जुन दिन तिनीहरूलाई जित्छु आएर मलाई मेसेज पठाउन पर्पललाई तपाईँले भनेको थियो जित्छु भनेर जित्नुभयो भनौँ न उनीहरूलाई नि इक होस् मलाई पनि इक छ अनि त्यसैले भन्दै हो नत्र भए म खासमा भन्थिनँ अप्सलाई बेकार इक दिएर होइन उसले जित्देला फेरि तर ठिक छ हेल्दी कम्पिटिसन गरौँ अनाउन्स गरेरै गरौँ अफिसियल बिफ सुरु म हान्छु 2-4 सर्ट हान्छु गीतमा हान्छु उसलाई भने हुन्छ रियलमा म केही गर्दिनँ रियलमा भेट्यो भने उसले नि केही गर्दैन मलाई थाहा छ म पनि केही गर्दिनँ हेलो ब्रोडा भन्छ चिकन चलिदिन्छु होइन त्यही त
इन्डस्ट्रीलाई चाहेको त्यही त हो। के अरू नै हो चाहिएको। कस्तो वियर्ड के। ओइ म त चाहिसक्यो त्यस्तो दामी गीत फाल्दा तिमीहरूले ट्रेन्डिङमा पुऱ्याउँदैन। अनि स्याड गीत भने त मर्छस् हो नि मुजी। नेपमा त मलाई मुजी मर्छस् भन्दा दामी स्याड गीत तिमीहरू ल्याएर देखाउ त ल। ल हेटर्सहरूलाई एउटा होमवर्क ल, मर्छस् भन्दा राम्रो स्याड गीत सुनाउ ल मलाई लिरिकल्ली के अरे त्यसलाई के भन्छ मेलोडी वाइज लिरिकल्ली। यपी भाइ के कुरा ग्याङ रे। अब त्यस्तै हो मेरो पर्सनल कुराहरू। रुस्टर यार मर्जसको भिडियो खिच्देऊ न यार रुस्टर। 1 लाखमा खिच्देऊ न रुस्टर। 1 लाखले भ्याउँछ भ्याइदेऊ न एउटा प्रोजेक्ट। तिमीलाई म मुजी 30% दिन्छु। हुन्छ आऊ त यहाँ भिडियो कलमा होइन। तिमीले खिच्दै भने खतरा हुन्छ यार रुस्टर यार। Shall I buy pills from India? Don't buy pills anywhere, bro. No, don't do drugs. Don't do drugs, my brother. Don't do drugs. ड्रग्सले मलाई नि फक हानेछ पहिला चिक्ने। ड्रग्स नगर यार। ड्रग्स चाहिँ अहिले चाहियो। यस्तो हो ड्रग्स कहिले काहीँ गरेर तिमी इन्जोय गर्न सक्छौ भने ड्रग्स गर होइन। अब त्यो एडिक्ट हुन्छौ भने चाहिँ नगर। केही कुराको पनि एडिक्ट नभए। रुसर कसम हो ल है त। मलाई डेट हान्नु त मेसेजमा पर्सनल मेसेजमा है। मर्जसको बनाइदिउँ न यार। लास्ट डिजर्भिङ गीत छ यार। मेरो च्यानलबाट हाल्न ल भिडियो। म पैसा निकाल्छु। है त ल 30% डिल। कहिले मलाई डेट पठाऊ यता। के कल्चर लेख नि त म पिन गरिदिन्छु। के कल्चर लेख त पिन गरिदिन्छु। सबलाई फलो हान्न लगाइदिन्छु। केटाहरू फर लाइफ जजसको नाम पछाडि छ है। सबैजनाले गएर मर्चसमा 5-5वटा कमेन्ट हानिदिनु होला। अहिले म हेर्छु कगलले कति कमेन्ट हान्यो। पर्पलले सब हेर्छ थाहा छ नि तिमीहरूलाई। आज भेटाएको थिएँ मैले एकजना यार फ्यान दामी फ्यान भेटाएको थिएँ यार। एउटा भिडियो हाल्नुपर्ने छ म लुकेर हिँडेको छैन भनेर प्रुफ। म त चिलमा हिँडिरहेको छु यार ब्रो। चिलमा तोप तान्दै डाँडा डाँडामा होइन त रोडमा तोप तान्दै कुकुर बोकेर हल्ला गर्दै। ल रुस्टर एरेले हानिदिनु न रुस्टर। सब पैसा क्यामेरामा खर्च गरिदिनु न। जति छ बजेट सब क्यामेरामा खर्च गरिदिनु न मुजी। कसम तिम्रो त्यो मुजी हाम्रो ल यो मर्जसको भ्लग तिम्रोमा चाहिँ 100K गर्छ कसम। मर्जसको भ्लग खिच म तिमीलाई खतरा कन्टेन्ट दिन्छु। झुन्डेर हानिदिने क्या भाइ मर्जसमा। घाँटीमा झुन्डेर हानिदिउँ न। होइन त्यो चाहिँ होइन मसँग एउटा आइडिया छ रुस्टर है। अहिले म प्राइभेटमा भन्छु। यहाँ भन्यो भने त चोर दिन्छ चिक्ने आइडिया। नवाज दाईलाई नभेटेको रे। नवाज दाईले भेट्छु भनेको छ। अब नवाज दाईको सोसम्म चाहिँ मैले यसो किचकिच नगरेर आएको कि बिचरा दाईलाई पनि 8 वर्षपछि बाहिरबाट आएको छ होइन। यसो फ्यामिली टाइम होस् न। दाईले भेट्छु भनेको छ जानु अगाडि। फिक्स भेट्छ होला नि त्यही आश गरेर बसिरहेको छु होइन। एउटा कोल्याब पनि छ दाईसँग आउनुपर्ने। अब त्यही त हो दाई मात्रै हो इन्डस्ट्रीमा सबलाई कोल्याब दिने। अब भितेनहरू त मुझे ठुलो मान्छे हो हामीलाई कोल्याब दिन मिल्दैन होइन। चिराग दाईले नै हामीलाई कोल्याब दिन मिल्दैन। घरमा प्राइभेटमा गाउन चाहिँ मिल्छ। गीत आफ्नो फोनमा राख्न मिल्छ। दामी छ भाइ भन्न मिल्छ। कोल्याब दिन मिल्दैन। बुझिरहेको छु कि म इन्डस्ट्री बिस्तारी होइन दोस्त हो। बिस्तारी बुझिरहेको छु। हो राजा हो। तिमीलाई ट्यापे लाग्छ भने ट्यापे नै हो। तिमीलाई जे लाग्छ म त्यही हो यार। सबजनाले गएर मर्चसमा 5-5वटा कमेन्ट हान्नु त पछाडि फर लाइफ भएको केटाहरूले। अनि हेटर्सहरूले पनि ट्यापे ट्यापे भनेर कमेन्ट हान्न छौ। 5चोटि 5चोटि ट्यापे ट्यापे लेखेर ल हेटर्स खतरा कि फ्यान खतरा ल हेरौँ त। थ्याङ्क यू यङ ना योर बिगेस्ट फ्यान फ्रम इन्डिया नर्थ इस्ट रे। आम बी देयर सुन। म आउँछु चाँडै। म यहाँ सबै कुरा मिलाइरहेको छु। यस्तो हो कि सबले अब पर्पलवालाले सो पाओस् भनिरहेको थियो अस्ति एउटा रियाक्सन गर्ने कुराले होइन। हामीले सो नपाएर हामी हारिरहेछ भन्ठानेर होला होइन। सो चाहिँ हाम्रो मेरो म्यानेजमेन्टै टिआरएन इभेन्ट्स हो कि। स्याम स्टार फर लाइफलाई बोलाऊँ यहाँ छ दाइ। बोलाऊँ त एकताल दाइलाई। के अरे दाइलाई एकचोटि ट्राई गर त।
दाइ हाम्रो म्यानेजमेन्टै टिआरएन इभेन्ट्स हो क्या सो मैले सो गर्नलाई केही पनि आइतबार हुँदैन क्या मैले भोलि पर्सि निको पर्सि जहिले भने तैँले सो पाउँछु बट मलाई यो वर्ष सो गर्न मन छैन क्या मलाई अलि भने त त्यो माया चिक्ने चिरकुट सो मुजी गऱ्यो भने जस्तो सो नगर्ने के यस्तो सो गर्छु कि होइन तिमीहरू मुजी भिडियो खिचेर मुजी त्यो भिडियो जिन्दगीभर राख्छस् क्या तिमीहरूले त्यस्तो सो गर्छु के तिमीहरू फर्की हेर्छस् के लामो रिप्लाई गर त रे अब गर्दिनँ यार ब्रो यसरी बोलेपछि आइम सरी निको लभ यु म्युजिक थ्याङ्क यू सो मच ब्रदर यार फ्यान मिटअप एउटा फ्यानको रेस्टुरेन्टमा राखिदिनु पर्ला क्या है त्यो फ्यानलाई पनि आम्दानी होस् होइन हुन्छ नि कसैको रेस्टुरेन्ट छ भने भन मलाई एउटा बिजेएचके भन्ने राजाको छ फेरि भवेश फर लाइफ भन्ने छ एकजना तर ऊ फेरि गायब हुन्छ बत्तिर हुन्छ जहिले भने त म भन्दा साइको मेरो साथी छ उयो सुनाइदिनु न गला एकताल दोस्त तिमी सुनाइदेऊ न रक्सी र तँ यिनीहरूले सुनाइ छैन नयाँ गीत खतरा गीत रेकर्ड भएको छ एउटा बनेपा कहिले आउनु त ब्रदर रे बनेपा यार म जहिले बनेपा आउँछु भने मायाको सुन टाइमै भएको छैन क्या ब्रदर यार बनेपा आउने टाइमै भएको छैन रानी वनमा फ्यान मिटअप राखिदिनु पर्ला एकदम ठिक कुरा गरे यार ब्रो तिमीले ल ओके म सुन यसो एउटा केही एरेन्ज गर्छु नि त है रानी वनमा एउटा फ्यान मिटअप भनिदेऊ नि त यो स्क्रिन रेकर्ड गरेर यसो यताउता फैलाइदेऊ है चाँडै म रानी वनमा एउटा सानो फ्यान मिटअप राख्छु नि त एउटा कुनै क्याफे किर्तिपुर आउनु पऱ्यो ग्याङले किर्तिपुर त आइहाल्छु नि ग्याङ किर्तिपुरमै त हुन्थ्यो नि म पहिला त्यो फुच्चेहरूले मुजी किर्तिपुरमा मलाई खोज्यो भन्छ क्या अरे खोइ चिक्ने किर्तिपुरमा त मुजी किर्तिपुरकोहरूलाई थाहा छ म किर्तिपुरमा कसरी हिँड्छु भनेर होइन जहाँ पनि त्यसरी नै हिँड्छु म नेपाल हाँसेको म ड्रप गर्छु कि यङ वेभले फिचर गर्छु भन्दैछ नेपाल हाँसेकोमा यङ वेभको भर सकिने बित्तिकै म नेपाल हाँसेको ड्रप गरिदिन्छु अस्ति ड्रप गर्नु लाग्थेँ यङ वेभले फिचर गर्ने भएको भएर दामी हुन्छ नि त होइन उसको अडियन्स छ नि त नर्मल अडियन्स ऱ्याप भन्दा पनि अब नेपपको सिपेजको दामी अडियन्स छ अनि उसलाई पनि लिएर आऊ तिम्रो त्यो अडियन्स एकताल सुनाम होइन नेपाल हाँसेको भन्ने गीत दामी छ भनेर भन्दै थिएँ उसले पनि हुन्छ भन्यो चढ्छु भनेको छ होइन बिग सार्स टु फोजी होइन एकैछिनमा काम गरेकोमा झ्याप काम हान्छ जहिले फोजीले सुन है त मेरो नयाँ गीत बजाइदिउँ